हेलो फाइनली गाइस आज म भने जाँदैछु चिकन बनाउनु होइन। कस्तो हुन्छ मेरो भ्लग मेरो भिडियो लाइक गर्नु होला, कमेन्ट गर्नु होला र सब्सक्राइब पनि गर्नु होला। फाइनली गाइस म भने जाँदैछु अहिले चाहिँ चिकन बनाउनु। देख्नुहुन्छ यहाँ अगाडिदेखि चाहिँ म चाहिँ चिकन चाहिँ लिएर जानेछु। त्यहाँदेखि के गर्नु साथी, यस्तै छ आज छुट्टीको दिन चाहिँ म चाहिँ रमाइलो यता देख्न सक्नुहुन्छ। यो चाहिँ घरहरू भयो भने म चाहिँ यहाँदेखि फाइनली जेब्रा क्रसिङ चाहिँ गर्नेछु होइन। चिकन चाहिँ सेम जस्तै उता चाहिँ मिल्छ होइन। चिकन चाहिँ मैले चाहिँ यहाँदेखि बाटो क्रस गर्नुपर्ने छ होइन। गाडी भने चाहिँ कति हुन् कति म चाहिँ फाइनली होइन चिकन चाहिँ त्यहाँ इधरै मिल्छ। चिकन चाहिँ यता नै मिल्छ होइन। म चाहिँ झुक्दैन फाइनली गाइस होइन मैले चाहिँ यहाँदेखि चिकन पनि लगिसकेँ। त्यसपछि चिकनमा चाहिने मसला पनि लगिसकेँ, देख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ मेरो काम चाहिँ अब यहाँदेखि चाहिँ सिधा होइन धेरै छ 5-6 मिनट पछि चाहिँ रुममा गएर चाहिँ मैले बनाउनु छ चिकन होइन। मेरो किस्मत चाहिँ अब ठिक भन्नु या ठिक नभन्नु होइन साथीहरू। मेरो कुरा चाहिँ मेरो मनमा लागेको कुराहरू चाहिँ तपाईँहरूलाई चाहिँ सेयर गर्न गइरहेको छु। किनभने अब चिकनवालालाई सोधेको होइन चिकन छ कि भनेर, उसले भन्यो कि चिकन छैन होइन। खासमा उसको हेल्पर थियो या के थियो त्यो चाहिँ थाहा भएन। फेरि मैले चाहिँ अर्कोलाई सोधेँ होइन, मालिकको या के मलाई चाहिँ बोलायो होइन। डर पनि लागेको थियो किनकि म भिडियो पनि बनाउँदै थिएँ। त्यसपछि मैले चाहिँ क्यामेरा सब चाहिँ बन्द गरिसकेको थिएँ होइन। किनभने अब हुन्छ नि भिडियो, किनभने मलाई चाहिँ बोलायो होइन। बोलाएर भन्यो कि चिकन चाहिँ छ। त्यसपछि म चाहिँ खुसी भएँ होइन। त्यसपछि मैले चाहिँ चिकन चाहिँ लगिसकेको थिएँ। अब मैले लिनुपर्ने छ कान्दा टमाटर। मैले तेल पनि लगिसकेको छु, चिकन मसला पनि होइन। म चाहिँ आज चिकन कस्तो बनाउँछु होइन मेरो प्रोसेस हजुरहरूलाई देखाउने छु। भिडियोलाई अन्त्यसम्म हेर्नु होला। चाहिँ अहिले भने एकै कुराको चाहिँ खुल्दुली लागेको छ होइन। म यति अगाडि आइसकेँ होइन। सायद यता देख्न सक्नुहुन्छ। मैले यहाँ चाहिँ यो भ्यू चाहिँ मैले अर्को भिडियोमा पनि तपाईँहरूलाई चाहिँ देखाएको थिएँ होइन। म चाहिँ यति अगाडि आइसकेँ होइन। यहाँ चाहिँ न कान्दाको पसल छ न टमाटरको पसल छ होइन। कान्दा टमाटर बिना नै हुन्छ यी क्या हो चिकन चाहिँ। मलाई चाहिँ त्यस्तै लागिरहेको छ। यो चाहिँ नाइट भ्यू हो होइन। म चाहिँ त्योहरू पनि कोही छैन होइन। यहाँ गल्लीहरूमा हुनुहुन्छ होला यहाँको कोही साथीहरू। म एक्लै छु साथीहरू होइन। के गर्नु, जिन्दगीमा एक्लै जन्मियो एक्लै मरिन्छ कि के हो। तर यति भयो 20-25 अहिले पनि अझैसम्म पनि मेरो साथी भने कोही नै छैन। एक्लै छु। आफ्ना बाबुआमालाई म चाहिँ मिस गरिरहेको छु, सम्झिरहेको छु, याद चाहिँ गरिरहेको छु। यहाँ अगाडिदेखि चाहिँ म चाहिँ धेरै अगाडि नै आइसकेँ क्या होइन। मैले चाहिँ बाटो नै भुले जस्तो लाग्छ साथीहरू। यता चाहिँ कता मिल्थ्यो है कान्दा टमाटर चाहिँ। भोलि भने चाहिँ हजुरहरू मेरो साथमा रहनु होला। म भने हजुरहरूको साथमा चाहिँ रहनेछु। भिडियोलाई चाहिँ अन्तिमसम्म चाहिँ म चाहिँ देखाउने कोसिस चाहिँ गर्नेछु होइन। यहाँदेखि चाहिँ थियो होइन। यहाँ मलाई यति कुरा अगाडि यति थाहा छ कि यहाँदेखि अगाडि चाहिँ एउटा बार आउँछ। बारदेखि चाहिँ मैले चाहिँ राइट साइड जानुपर्ने छ। मलाई चाहिँ यति कुरा चाहिँ थाहा छ होइन। तर बार चाहिँ कतिखेर आउँछ त्यो चाहिँ थाहा चाहिँ भएन होइन। मलाई चाहिँ कान्दा टमाटर चाहिँ पाउन्न होला जस्तो लाग्छ। यति अगाडि आइसकेँ। फेरि पनि त्यो देख्नुहुन्छ त्यो चाहिँ एकदम ठुलो बिल्डिङ हो। त्यो बिल्डिङमा जान चाहिँ लाग्छ होला धेरै भन्नाले पनि धेरै टाइम लाग्छ होला। केही पनि छैन के हो यार कान्दा टमाटर होइन। म यति कुरा थाहा छ कि यहाँ चाहिँ अगाडि चाहिँ एउटा बार आउँछ। बारको नजिक चाहिँ मिल्थ्यो कि यार कान्दा टमाटर। तर मिल्छ या मिल्दैन हेरौँ। फेरि कान्दा बिनाकै आज चिकन हुन्छ कि जस्तो। गल्लीमा चाहिँ हेर्नु सुनसान छ कि यहाँ त मान्छेलाई कसले लग्यो नि थाहा छैन। यहाँदेखि मोबाइल चोरी भयो भने नि कसलाई पनि गाह्रो छ होइन। यो गल्लीमा चाहिँ देख्न सक्नुहुन्छ। त्यो सुनसान डरलाग्दो छ होइन। रातिको समय छ।
गाह्रो छ केटा हो अर्काको देशमा होइन। सुनसान यता देख्नु छ पुरा द कार मात्रै छ। फाइनली गाइज म चाहिँ रुममा चाहिँ आइसकेको छु होइन। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ भयो। यहाँदेखि चाहिँ ज्यादा छैन, यहाँ चाहिँ थोरै यो मन्दिर देख्नुहुन्छ। यहाँ चाहिँ पूजापाठ कि खानेकुरा चाहिँ चलिरहेको रहेछ होइन। मलाई चाहिँ खासमा हेर्न भने दिन्न होला, किनभने खोइ मेरो पनि काम छ के हो खोइ। यहाँदेखि देख्न सक्नुहुन्छ, यहाँदेखि चाहिँ हाम्रो स्टाफ रुम चाहिँ हाम्रो यस बिल्डिङको चाहिँ यहाँ सायददेखि गयो भने हाम्रो चाहिँ स्टाफ रुम चाहिँ आउँछ होइन। यो चाहिँ गल्ली भयो, यो कहाँ थाहा भयो देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो चाहिँ स्टाफ रुम चाहिँ भयो होइन। ढोका चाहिँ खुल्ला छ।